गोठमा बाछी कति छ भन ढोका निकालेर भुइँमा राखिदिएको हो नि तरुनी हो बच्चाको तरुनी हैन तिमीहरु नक्कलीहरु हो म मात्रै होला सोधिता यो ग्रुपमा सबैभन्दा हेलो वेलकम टु माई मिनी ब्लग आज चाहिँ मेरो फर्स्ट ब्लग हो हैन आज चाहिँ मेरो होलिडे घुम्न जाँदैछु अलिकति बहिनी पैसा बच्छ कि भन्ने हिसाबले हिँड्दै जान्छु म सधैँ हैन मेरो मन्थली 2 होलिडे हुन्छ म जहिले नै हिँडेरै जाने हिँडेरै आउने कहिले कसै साथीहरुसँग हुँदाखेरि चाहिँ म उसमै आउँछु गाडीमै आउँछु कहिले साथीको म्यामहरुसँग अनि मेरो म हिँड्ने बाटोहरु चाहिँ यस्तो छ है हेर्नुस् सो म हजुरहरुलाई अहिले आज दिनभरि म के गरेर दिन बिताउँछु म सबै हजुरहरुलाई देखाउँछु फुल भिडियो वाच गर्नु होला हेलो गाइस हामी चाहिँ अहिले बहिनीहरुसँग भेट भएर चाहिँ खाना लाको नहेर्नु यहाँ लाग्छ फेरि सरिता अमृता माया अस्ति नै मेरो मन उता फेरि ओरियो वाला कट्टु वाला अमृताको भेना खानेकुरा हो गाइजहरु म त खाए है तिमीहरु खाइसक्यो आशा चाहिँ म एउटा कुरा भन्न नि तिमीलाई मेरो मालिकले हिजो मलाई के गरेको थाहा छ हिजो त मलाई त के पानी परेर त उताबाट के रहेछ सफा गर भनेर भनेको भए हुन्थ्यो ढोका निकालेर भुइँमा राखिदिएको हो नि म त आज भिडियो नि क्या हो भनेर के अझै सफा गरेन अनि सोधे मलाई खा सफा गर्यो गरेन भनेर भनेको त सफा गर्न म फेरि हालिदिनु अनु अरे बाबा हाला त्यस्तो छ यस्तो नि हेर्छ बरु त्यो निकालेर त राख्दैन यहाँ भएन है सजिलो हुन्छ ढोका राख्नेको भनेर काम गर भनेर भन्दैन भने कति निकालेर बोल्दैन नि बुढो त्यही भएर बुढो हो त बोल्दैन त्यही भएर मासु आज अहिले चाहिँ रेडी हुँदैछौँ यता हेर न अमृता मेरो त साथीले आउँदैन अर्को तरुनी फेरि यता छ तरुनी हो तरुनी हो तरुनी हैन कहिले पनि भेट्न नभएको मान्छे सुकुटी माया यस आई एम आयो टिम्कुली अनि त्यसपछि म यता उता गर्दै म यसरी ब्रुक उफ्रिँदै नाचेँ त्यसपछि तिनिक हिँडेँ उता गएर फेरि थचक्क बसेर मलाई फोटो खिच्देऊ भनेको फेरि सबै आफ्नै पारामा फेरि म आफै घुमेँ त्यसपछि फेरि हामी नाचौँ तिनैजना नाचौँ भनेर फेरि नाच्न थाल्यौँ आफ्नै पारामा नाचेर अनि त्यसपछि चाहिँ हामी दोहोरिन साथीहरूले फोन गरेर बोलायो माना सानो जे पर्छ बेहोर्छु फुलमा भमरा गोठमा बाछी कति छ भन तिमीलाई सिन्दुरै हाल्छु सिन्दुरै हाल्छु दुईटा बाछी म आफै यिनीहरूको त चटपट बनाउनु जान्छु नि म ढिला होला उनीहरूलाई पठाउनु ओइ खिच्देऊ न त्यसो भए आऊ अलि नजिक जाउँ न छोड्दिन म अर्काकै भए आफैले लेख्यो हामी माथि तिमीले के देख्यो आजको छुट्टी
छुट्टीले आजको छुट्टीले घाइते पार्यो अर्काको बुढीले मनै दुबै राम्रो त्यो तिम्रो हाँसोले त्यो तिम्रो हाँसोले मार्ने भयो अर्काको पासो नहेर न अर्काको नासोमा अर्काको नासोमा नफस भयो गला पासोमा सानो अब त घर गएको अब त घर गएको मन परेसी नगर्नु अर्काको म त सानो भएको छु अर्कैको झन माया बढेछ घरकैको सानो भन्यो त्यसैमा मन बुझ्यो डोरी खेलेको हेर्न नभ्याउँदै हाम्रो बहिनीहरूको चाहिँ लिमासलको बस सुत्न लाग्यो अनि त्यही भएर हामी बस पार्कमा गयौँ अनि बसेर यसरी मजाले चटपट खायौँ अनि त्यसपछि चाहिँ पानी सानी पिएर चाहिँ अनि बहिनीहरू घरतिर लाग्ने बेला भइसक्यो हामी पनि घरतिर फर्किने बेला भइसक्यो बहिनीहरूलाई बसमा चढाइदिएर हामीहरू पनि घर फर्के आजको भ्लग चाहिँ हाम्रो यति नै अब फेरि पनि अर्को भ्लगमा भेटौँला साथीहरू बाई बाई